के भन्दा डिजिटल सिग्नल भनेको इज अ सिग्नेचर अफ अ डकुमेन्ट। डिजिटल सिग्नेचर अन अ डकुमेन्ट द्याट ग्यारेन्टिज द अथेन्टिसिटी अफ एन इलेक्ट्रोनिक डकुमेन्ट इन अ डिजिटल कम्युनिकेसन। यो भनेको चाहिँ सिग्नेचर डकुमेन्टमा साइन गर्ने हो, जसले चाहिँ अथेन्टिसिटी यही मान्छेको हो भन्ने चाहिँ प्रुभ गर्छ। अनि यसको वर्किङमा के गर्दा सेन्डरले साइन गर्छ डकुमेन्टमा, रिसिभरले भेरिफाई गर्छ सिग्नेचर छ कि छैन। अनि यसको भनेको दुईवटा हुन्छ, एउटा सेन्डर साइडमा हुन्छ अनि अर्को भनेको रिसिभर साइडमा हुन्छ। सेन्डर साइडमा के गर्दा भने चाहिँ सेन्डरले म्यासेज पठाउँछ, त्यो म्यासेजले एज फङ्सन युज गरेर के भन्छ त्यसलाई फिङ्गर प्रिन्ट भन्ने डाटामा कन्भर्ट गरिदिन्छ। फिङ्गर प्रिन्ट सिक्युरिटी भन्ने हुन्छ, फिङ्गर प्रिन्ट सिक्युरिटी हुन्छ, फिङ्गर प्रिन्टमा कन्भर्ट गरिदिन्छ। अनि त्यसलाई इन्स्क्रिप्ट गर्छ, इन्स्क्रिप्ट युज गरेर साइन डाइजेस्ट गरिदिन्छ। अनि साइन डाइजेस्ट गरेर यसले म्यासेज पनि पठाउँछ अनि अर्को फिङ्गर प्रिन्ट पनि पठाउँछ। यो चाहिँ फिङ्गर प्रिन्ट हो। फिङ्गर प्रिन्ट भन्दाखेरि त्यो साइन गरेको पार्ट, म्यासेजमा साइन गरेको पार्ट हुन्छ, त्यसलाई चाहिँ यहाँ गरिदिन्छ। त्यो सिग्नेचर भयो। सिग्नेचर गरेको भाग भयो। त्यो सिग्नेचर गरेको भागलाई त्यसले बनाइदिन्छ। अनि त्यसलाई इन्स्क्रिप्सन गर्छ। इन्स्क्रिप्सन गरेर इन्स्क्रिप्सन चाहिँ कसरी गर्छ भन्दा चाहिँ सिन्डरले आफ्नो प्राइभेट की युज गरेर इन्स्क्रिप्सन गर्छ। इन्स्क्रिप्सन भनेको सिक्युरिटीहरू लगाइदिने अनि त्यो बढाइदिने अनि दिने। अनि त्यसपछि साइन डाइजेस्ट भइदिन्छ होइन। फिङ्गर प्रिन्टलाई साइन डाइजेस्ट गरिदिन्छ। अनि त्यो साइन डाइजेस्ट चाहिँ रिसिभरलाई पठाउँछ अनि यसले म्यासेज पनि पठाइदिन्छ। अनि दुइटैले साइन डाइजेस्टलाई म्यासेज रिसिभ गर्छ रिसिभरले। अब यो सेन्डरको भाग यति हो, सेन्डरको पार्ट यति हो सकिसक्यो। अब त्यही हो, यहाँ त्यही लेखेको युजिङ ह्याज फङ्सन सेन्ड कन्भर्ट द म्यासेज इन्टु द डाइजेस्ट फर्म ह्याज फङ्सन इन्टु द क्याच फङ्सन एसएच1 एम्प्लिफाइड हुन्छ। त्यसपछि त्यही हो, सेन्डरले इन्स्क्रिप्सन गरेर साइन डाइजेस्टमा कन्भर्ट गरिदिन्छ म्यासेज डाइजेस्टलाई। अनि प्राइभेट कीले सेन्डर युज गरेर ओरिजिनल म्यासेजमा कन्भर्ट हुन्छ। त्यो युजिङ प्राइभेट की सेन्डर साइन डाइजेस्ट एलोङ विथ द ओरिजिनल म्यासेज। त्यही भयो। अब रिसिभरले के गर्छ, रिसिभ द ओरिजिनल म्यासेज र साइन डाइजेस्ट चाहिँ रिसिभ गर्छ रिसिभरले। ओरिजिनल म्यासेज भनेको यो ओरिजिनल म्यासेज भयो। अनि साइन डाइजेस्ट भनेको रिसिभरले रिसिभ गर्छ होइन। त्यही भनेको छ। अनि युजिङ ह्याज फङ्सन इट कन्भर्ट ओरिजिनल म्यासेज इन्टु द म्यासेज डाइजेस्ट। अब रिसिभर साइडमा के हुन्छ भन्दाखेरि चाहिँ रिसिभर साइडमा जस्तो अब यो ह्याज फङ्सन भयो। ह्याज फङ्सन युज गरेर म्यासेज डाइजेस्टमा कन्भर्ट गरिदिन्छ। त्यही त हो, युजिङ ह्याज फङ्सन इट कन्भर्ट ओरिजिनल म्यासेजलाई म्यासेज डाइजेस्टमा गरिदिन्छ। अनि त्यसपछि रिसिभरले त्यो डिस्क्रिप्ट गरेर यसलाई पनि म्यासेज डाइजेस्टमा गरिदिन्छ। फिङ्गर प्रिन्टको जस्तो साइन डकुमेन्ट हुन्छ नि, त्यो आफूले साइन गरेको त्यही साइनमा कन्भर्ट गरिदिन्छ। यहाँ यसले पनि ओरिजिनल म्यासेज दिन्छ। एउटा यिनीहरूसँग ओरिजिनल म्यासेजै हुन्छ नि त सेन्डरले पठाएको। अनि एउटा साइन म्यासेज हुन्छ, त्यो इन्स्क्रिप्सन भएर आएको हुन्छ। अनि यसमा फिङ्गर प्रिन्ट हुन्छ। फिङ्गर प्रिन्ट भन्दा मतलब साइन गरेको पार्ट हुन्छ। त्यो साइन गरेको पार्टलाई यसमा कन्भर्ट गरिदिन्छ। यसले पनि साइन डाइजेस्ट गरेर डिस्क्रिप्सन गरेर साइन भएको पार्ट निकाल्छ। अनि दुइटा कम्पेरिजन गर्छ। अनि दुइटा कम्पेरिजन गऱ्यो भने यसले त्यही सिग्नेचर दियो भने चाहिँ यो भ्यालिड हो, अनि सिग्नेचर दिएन भने भ्यालिड होइन। त्यही हो यसमा रिसिभरको भागमा। त्यही भनेको छ यहाँ, रिसिभर रिसिभ द ओरिजिनल म्यासेज एन्ड साइन डाइजेस्ट युजिङ ह्याज फङ्सन इट कन्भर्ट द ओरिजिनल म्यासेज इन्टु द डाइजेस्ट म्यासेज। रिसिभर डिस्क्रिप्ट द रिसिभ सिग्नल डाइजेस्ट इन्टु द बाई युजिङ द पब्लिक की। त्यही हो, यहाँ डिस्क्रिप्सन गर्दाखेरि चाहिँ पब्लिक की युज गर्नुपर्छ। अनि डिस्क्रिप्सन रिसिभर अप्टेन द म्यासेज अनि कम्पेरिजन गरेर गर्नुपर्छ। यति हो, यति गरेर डिजिटल सिग्नेचर भनेको यो पार्टहरू हो। सक्यो, यति हो सिग्नेचर। थ्याङ्क्स।